म तपाईलाई केही अत्यन्तै उपयोगी खेतीका उपायहरू सिकाउँछु। 1. डस्टबिनमै हरियो प्याज, हरियो लसुन, जीरो साग उमार्ने तरिका। यो तरिका सिकेपछि तपाईले कहिले हरियो प्याज किन्नु पर्दैन। एउटा डस्टबिन र खाली प्लास्टिकको बोतल तयार गर्नुहोस्। पहिले तताइएको सोल्डरिङ आइरनले बीचबीचमा पानी निस्कने प्वाल बनाउनुहोस्। अब माटो र प्याजको गेडा तह-तहमा राख्दै डस्टबिन भरिनुहोस्। पछि राम्ररी पानी हाल्नुहोस्। 10-12 दिनमै काटेर खान मिल्छ। 2. सेतो लसुनको साग, ब्लान्च गरिएको उमार्ने प्राचीन तरिका। केही बाल्टिन लिनुहोस्। बाल्टिन उल्टाएर माटोमा छाप बनाउनुहोस्। त्यसपछि लसुनका गेडा समान रूपमा माटोमा थिचेर राख्नुहोस्। थोरै नजिक राख्न सक्नुहुन्छ। सबैलाई बाल्टिनले छोप्नुहोस्। पुरै अँध्यारो बनाउनुहोस्, प्रकाश नछिर्ने गरी। अन्त्यमा राम्ररी पानी हाल्नुहोस्। 15 दिनपछि सेतो लसुनको साग तयार हुन्छ। 3. धेरै फल दिने आलु रोप्ने तरिका। पहिले माटो गहिरोभरि जोत्नुहोस्। सम्याएर करिब 20 सेन्टिमिटर गहिरा खाल्डा बनाउनुहोस्। त्यसमा खरानी हाल्नुहोस्। अंकुर आएको आलुको लामो टुसा हटाउनुहोस्। आलुलाई टुक्रा पार्नुहोस्, प्रत्येक टुक्रामा केही अंकुर रहने गरी। टुक्रालाई खरानीसँग मिसाउनुहोस्, यसले कुहिनबाट बचाउँछ। 20 सेन्टिमिटर दूरीमा एउटा रोप्नुहोस्। अंकुर तल फर्काएर र काटिएको भाग माथि फर्काएर रोप्नुहोस्। यसरी रोप्दा अंकुर राम्रो आउँछ। माथि फर्काएर रोप्दा आलु माटोमाथि निस्कन सक्छ र जाडोमा जम्न वा हरियो हुन सक्छ। हल्का माटोले छोप्नुहोस्। यस तरिकाले एउटा बोटबाट दर्जनभन्दा बढी आलु फल्छ। 4. लसुनको हरियो साग उमार्ने सजिलो तरिका। लसुन छिल्नुहोस्। पानीमा भिजाएपछि बोतल आधा काट्नुहोस्। भित्र टिस्यु पेपर राख्नुहोस्। लसुन राखेर टिस्यु बाहिर निकाल्नुहोस्। बोतलमा पानी हाल्नुहोस्। लसुन उल्ट्याएर जरा पानीमा डुब्ने गरी राख्नुहोस्। बाल्कनीमा राख्नुहोस्। हरेक 3 दिनमा पानी फेर्नुहोस्। यसरी विषादी रहित लसुनको साग खान सक्नुहुन्छ।